साथीहरु वेलकम टु माई भ्लग। सो चाहिँ म आज मम्मीको बर्थडेमा आएको भिडियो चाहिँ मैले बाटैदेखि गराएको बट क्लियर आएर क्लियर आएन। सो म त्यसैले अहिले गर्दैछु अनि बाटो देखाएर त जान्छ उहाँ छ। अब मलाई देखा अलि राति परेपछि जान्छु म किनभने बाटोमा हिँडेर पनि भेटिहाल्यो। एकले झ्याउ लागिसकेको थियो त्यसलाई म भेटिछु म त्यसलाई देखा त्यो देसी नि त्यो हाम्रो गाउँको देसी नि अनि म चाहिँ यसै हिरो नि म चाहिँ डाइरेक्टर म चाहिँ डाइरेक्टर हो अनि यो चाहिँ हाम्रो सानो हिरोइन पुत्कुली हजुरमालाई सरप्राइज दिन आएको रे। हामी चाहिँ सरप्राइज दिन आएको बिहा गरेदेखि म अहिलेसम्म आएको थिएन। बर्थडेमा चाहिँ म अहिलेसम्म आएको थिएन। पहिलोचोटि आएको छु। अभिषेक त बाइक झिकेर जानु लाग्यो त तिमी त्यही बाइकमा गइरहेको त होइन म यसँग बाइकमा बसेर मलाई मर्नु हो किन बेसरी कुदाउँछ र अरे किन जाने त बाइकमा जाने यसलाई पनि बसाल्ला त नि पुराउलास् के साथीहरू किन अलि छिटो आइस है बाबै रक्सी ल्याउनु कसलाई हो यहाँ त ल्याउनु गएको ए भगवान् अनि यो कसलाई जानु त रक्सी खाने ठाउँ हो यो रक्सी खाने गाउँ हो त्यही भएर गाउँ च्याट्टै छोरा गएको हो किन छुट्या झौला आएको अघि नै चाँद पाटिसक्यो। अलि रात परेपछि जान्छु भनेर बाटैमा बस्छु। गाह्रो छ साथीहरू। दिजु दिपा तिम्रो दिपा त झन् आज ठ्याक्कै आउँछ आन्टीले सुर्से तेल ढाल्ने दिपा त झन् आज ठ्याक्कै मम्मीकै बर्थडेको दिन गइरहेछ होइन बस्नुपर्ने हो त हो किन भन्छ त्यो तेरो त मैले अब पछि हिसाब गर्छु। मम्मी त एक्लै हुनुहुन्छ होला घर थरनी सुन्ने त्यसको सितन नाम लग्यो कसमा तेरो है डोन्ट माइन्ड तेरो बहिनीलाई देखेँ म त थरनीको बहिनी होइन र भनेर भने तैँले मेरो भिडियो हेर्छु सो त्यसैले को गयो के हेलो साथीहरू हामी चाहिँ अब मम्मीको बर्थडेको के कारण भन्न ऊ मम्मी आयो गर्नु दिजुलाई र दिपालाई भाइलाई के लाइन सुनाउन चाहन्छिस् सिका माइलीदेखि के सुन्यौ त्यो दिपाले झन् सिक्नु पर्ने आज झन् आज आन्टीकै बर्थडेको दिन घर गइछ यो त झन् ल भन अब आन्टीको बर्थडेको दिन घर गइछिस् त झन् हजुर के खाने यो चाहिँ मम्मीको बर्थडे हो भन्ने थाहा पायो भने दियो नबोल एकछिन जाने मान्छे हो है साथीहरू खुवाउनु नरुनु मम्मी के गर्नुहुन्छ तपाईँ यो सानोतिनो गिफ्ट हो डरुनु मम्मी उयो टाढा त मम्मीलाई मम्मी नरुनु गर्दिनु ल रुनु हुन्न मम्मी सानो मैले ल मम्मी 2-4वटा शब्द भन्नु मेरो लागि मम्मी थ्याङ्क यू सो मच भन्नु मम्मी नरुनु हेर दिन्छु मम्मी रोएर हेर हाँसी आँसु आइहाल्छ अब फोटो एउटा मम्मी 2-4 शब्द भन्नु मम्मी के भन्न चाहनुहुन्छ थ्याङ्क यू सो मच। अब अरू छोरी पनि टाढा छन् त छोरी नजिकै